साउदी अरबमा काम गर्न जान्छु भन्नेहरूका लागि एउटा दुःखको खबर आएको छ। अब तपाईँले यी 5वटा पेसामा नेपालबाट साउदी अरबमा काम गर्न जानका लागि थप पैसा खर्च गर्नुपर्छ, समय खर्च गर्नुपर्छ, अनि ती कामहरू गर्न तपाईँसँग सिप छ कि छैन भनेर जाँच पनि पास गर्नुपर्छ। यो जाँच पास नगरेसम्म अब तपाईँ साउदी अरबमा भिजा लाएर काम गर्न जान पाउनुहुन्न। यो यसले चाहिँ श्रमिकलाई अत्याधिक आर्थिक भार पनि पार्छ, प्रक्रियागत झन्झटमा पनि लैजान्छ र समय पनि अत्याधिक लिन्छ। साउदी सरकारले भोलि बुधबार जुन 17 तारिकबाट लागू हुने गरी यो नियम लागू गरेको छ। SVP अर्थात् स्किल्स भेरिफिकेसन प्रोग्राम। साउदी सरकारले जारी गरेको सूचना अनुसार यो चाहिँ साउदीमा नेपालबाट जाने ठेला चलाउन, निर्माण क्षेत्रमा काम गर्न, सामान लोड अनलोड गर्न र भरियाको लागि जानेहरूले पनि अब टेस्ट दिनुपर्नेछ। आफ्नो सिप ठिक छ कि छैन भनेर जाँच गर्नुपर्नेछ, पास गर्नुपर्नेछ। त्यसका लागि SVP भन्ने एउटा वेबसाइट छ, त्यहाँ गएर तपाईँले आफ्नो अकाउन्ट क्रिएट गर्नुपर्छ, आफ्नो पासपोर्टहरू राखेर। अनि कुन काम गर्ने हो, सामान लोड गर्ने हो कि अनलोड गर्ने हो कि भरिया हो कि ठेला चलाउने हो कि निर्माण हो कि त्यसको चाहिँ कोड नम्बर हुन्छ, त्यो हालेर तपाईँले प्रोसेस अगाडि बढाउनुपर्छ। अनि त्यसपछि तपाईँले कुन सिटीमा हो, कुन सेन्टरमा जाँच दिने हो अनि कुन समयमा दिने हो भनेर चाहिँ तपाईँले त्यहाँ दर्ता गर्नुपर्छ। अनि त्यसपछि $100 तिरिसकेपछि त्यो टेस्ट तपाईँले दिन पाउनुहुन्छ। 3 घन्टा जति समय लाग्छ अरे। अनि त्यो तपाईँले टेस्ट दिएको 1 हप्ता भित्रमा चाहिँ नतिजा पनि आउँछ, अनि मात्रै तपाईँको भिजा प्रक्रिया अगाडि बढ्छ भनेर सूचनामा भनिएको छ। अब यसरी यो लागू हुँदाखेरि चाहिँ नेपालबाट साउदी अरबमा काम गर्न जान्छु भन्ने हजारौँ श्रमिकहरूलाई प्रभावित पार्न सक्छ। पैसा, समय पनि तपाईँको खर्च हुन्छ। यो नियम लागू भएपछि हजारौँ नेपाली श्रमिकहरूलाई आर्थिक भार पर्छ, अप्ठ्यारोमा पर्छ र यो फिर्ता लिनुपर्छ भनेर नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले नेपालका श्रम मन्त्री रामजी यादवको ध्यानाकर्षण गराएको छ। नेपाल सरकारलाई अविलम्ब कूटनीतिक पहलद्वारा यसको श्रमिक मैत्री हल खोज्नका निम्ति अनुरोध गर्छौँ हामी। यो नियम तपाईँलाई कस्तो लाग्यो कमेन्टमा लेखिदिनु होला। हामी नेपाल सरकारसँग पनि अनुरोध गर्न चाहन्छौँ, कूटनीतिक पहलबाटै यो नियम संशोधन होस्, फिर्ता होस् भनेर नेपाल सरकारले पनि पहल गरोस्। अस्ट्रेलियामा IT पढिरहेकाहरूलाई रोजगारमा जानका लागि टेकस्किल इन्स्टिच्युटले जब रेडी प्रोग्राम गराइरहेको छ। यो चाहिँ कम्प्युटरको व्यवहारिक ज्ञान हो, जागिर कसरी खोज्ने, अन्तर्वार्ता कसरी फेस गर्ने भनेर जागिरमा चाहिने हरेक कुराहरू सिकाइन्छ। यो पढेर पनि तपाईँले जागिर पाउनु भएन भने आधा शुल्क फिर्ता गरिदिने टेकस्किलले जनाएको छ।